युट्युब च्यानल श्रुति एफएम प्रस्तुत गर्दछ लेखिका शर्मिला सुनारका गजलहरू। अनुरागीको आवाजमा पहिलो गजल। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। सबैलाई सुनाउन नमिल्दो रहेछ आँसु रोदनको कथा। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। यदि मैले हाँसेर सुनाए भने पनि तिमी रुन्छौ साथी। यदि मैले हाँसेर सुनाए भने पनि तिमी रुन्छौ साथी। साँच्चै सुनिसकेपछि, साँच्चै सुनेपछि यो मेरो यथार्थ जीवनको कथा। साँच्चै सुनेपछि यो मेरो यथार्थ जीवनको कथा। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। अन्तिममा प्रेम छुटिने पनि, अन्तिममा प्रेम छुटे पनि सुन्दा आनन्द लाग्थ्यो बरु। अन्तिममा प्रेम छुटे पनि सुन्दा आनन्द लाग्थ्यो बरु। आहा आहा त्यो सत्य युगको मुना अनि मदनको कथा। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। सबैलाई सुनाउन नमिल्दो रहेछ आँसु रोदनको कथा। यहाँ मन जलेको छ पीडाले मुटु पोलेको छ तर पनि। यहाँ मन जलेको छ पीडाले मुटु पोलेको छ तर पनि। खोइ कसरी सुनाऊ यो मुटुको कथा, धड्कनको कथा। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। अन्तिम शेर छ कठै सारा जगतको कथा लेख्ने कथाकारले पनि यहाँ। कठै सारा जगतको कथा लेख्ने कथाकारले पनि यहाँ लेख्न नसक्दो रहेछ आफैले ओढेको कफनको कथा। बुझ्छौ भने बुझिदेऊ न कसैले यो घाइते मनको कथा। सबैलाई सुनाउन नमिल्दो रहेछ आँसु रोदनको कथा। दोस्रो गजल। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। हेर्नुस् इज्जत पाउन पनि इज्जत दिनु पर्छ। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। हेर्नुस् इज्जत पाउन पनि इज्जत दिनु पर्छ। जिन्दगी भनेको चामल राखेको बोरा न हो। जिन्दगी भनेको चामल राखेको बोरा न हो। आखिर आज नभए भोलि त रितिनु पर्छ। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। यदि कसैले सधैँ तपाईको खेदो खन्छ भने, यदि कसैले तपाईको सधैँ तपाईको खेदो खन्छ भने उसको अघि बदला होइन बरु बदलिनु पर्छ। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। हेर्नुस् इज्जत पाउन पनि इज्जत दिनु पर्छ। सबैको अगाडि राम्रो हुनै पर्छ भन्ने छैन तर। सबैको अगाडि राम्रो हुनै पर्छ भन्ने छैन तर। बाआमाको चाहिँ लौरी भएर उभिनु पर्छ। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। हेर्नुस् इज्जत पाउन पनि इज्जत दिनु पर्छ। अन्तिम शेर छ भइगो कुरा नगरौँ यो रूप रङ धन सम्पत्तिको घमण्ड। भइगो नगरौँ यो रूप रङ धन पैसाको घमण्ड। हामी अन्तिममा खरानी बनेर सकिनु पर्छ। हामी अन्तिममा खरानी बनेर सकिनु पर्छ। यहाँ हरेकलाई आफू सरह नै सम्झिनु पर्छ। हेर्नुस् इज्जत पाउन पनि इज्जत दिनुपर्छ। विशेष आभार यहाँहरूलाई यो श्रृङ्खलाका गजलहरू वाचन सुनिदिनु भयो र विशेष आभार व्यक्त गर्न चाहन्छु शर्मिला सुनारज्यूप्रति उहाँका यी मन छुने गजलहरूका लागि। हवस् त आफ्नो ख्याल गर्नुहोस्, आफ्नाहरूको ख्याल गर्नुहोला। अर्को श्रृङ्खलामा हामी फेरि भेट गर्ने नै छौँ।